ल हामी चाहिँ जर्गा खोलामा आइयो। हाम्रै खोलामा अझ बन्दैछ, दसैँसम्म त तयार हुन्छ होइन। यस दसैँपछि चाहिँ नयाँ पुलमा हिँड्न पाइन्छ, त्यही हो। अब हामी चाहिँ टक्क लगाएर होइन बाटो काटियो होइन, बाटो काटेर एउटा जस्तो अगाडि क्लिक्क लगाएर क्लिक्क। अब हामी घाम पनि लाउनु लाग्छ जस्तो गरेर पानी पनि ल्याउनु जस्तो गरिरहेको छु। घाममा पानी आयो भने त त्यही सेलिङ्गा फुलिङ्गा नखलिङ्गा भन्छ जस्तो भयो त त्यो हुन्छ। आधी घन्टामा 1 घन्टामा पुगिन्छ कि भन्ने आएको छ। जस्तो लाग्छ यहाँ के यो चियानी छ नि एउटा भाइरलवाला क्या, कहाँ छ होला? हजुर दिपनगरतिर हो। ए हजुर धन्यवाद है दाइ। हजुर ल ल हुन्छ। पेट्रोल पम्प छ नि, पेट्रोल पम्प ए अनि कमल पोखरी हैछ। मलाई नि त्यसै लाग्यो। ए एउटा मान्छेले बेच्छ होइन, त्यसको इन्टरभ्यू हेरेर चाहिँ मैले एकचोटि जाने हेर कमल पोखरी हैछ। त्यही त हैछ। अनि यो गेम पनि हान्दिने क्या, छड्क्यो भने अब केटाकेटीहरू यो पनि हान्दिउँ अब आएपछि। आइज कुन यो हान्ने भनेको के भनेको? यो दिदी यहाँ आउनु न, यो हानिदिउँ क्या अब भन्न लाग्यो होइन। पर्छ कि वेलकम बलको गेम सबै ढलाइदिन्छु मैले, रियलली सबै ढलाइदिन्छु। कति हो? कति हो दिदी? 100 रुपियाँ। खैला म हान्छु ल, म हान्छु खैला यो समाज खैला होइन। फोटो खिचेर के गर्ने हो? फोटो खिचेर के गर्ने हो हामीले? केही छैन यस्तै जग्गाहरू, के हुने र यहाँ। यस्तै यो फुलबारीमा केही छैन अरू, यति हो घुम्ने ठाउँ भनेको। त्यसपछि त्यहाँ चढेर सुइँ जाने अनि सुइँ आउनु, त्यो के भन्छ त्यसलाई, त्यो मलाई पनि थाहा छैन के भन्छ। त्यही हो। अब यहाँदेखि माथि हिँड्न पनि सकिँदैन, यहाँदेखि माथि गइन्न पनि। होइन त्यही हो। अहिले चाहिँ पिकनिक खाने मान्छेहरू चाहिँ त्यस्तो हुँदैन, जाडो महिनामा चाहिँ हुन्छ त्यही हो।
अनि यता चाहिँ अब जङ्गल जाने हो माथिबाट डेटिङ जानेहरू त्यही हो यहाँदेखि यसो घुमौँला बोल्छ त्यही हो अरू त केही पनि छैन यहाँ त्यही हो अरू त केही छैन बुढो भयो नि पुरानो हो क्या त्यही हो अरू त केही छैन मेरो पछाडि लम्बू छ यो त बहुत लम्बू छ होइन त्यही हो आजभोलि किन हेन्सम हुँदै गएर पहिला चाहिँ थियो बच्चा थियो हामीसँग हिँड्दाखेरि त कट्टुमै पिसा फेरिदिन्थ्यो क्या अहिले अलि ठुलो भएको छ त्यही हो एउटाबाट 25 रुपियाँ यस्तै क्या एउटा फोटोले 25 रुपियाँ भरे पुरा पोज्दैन 25 रुपियाँ जानेवाला भयो सोल्टी गराउँ न एकचोटि सोल्टी गर न यार सोल्टी बिस्ने बिस्नेको साथी ब्रो तिम्रो दारा मलाई देऊ त साथीहरू बोल्दैछ नि त कुखुरा हन्टिङ गर्न यहाँ त सबै चराहरू मात्रै छ होइन पेटु भन्न ढुकुर खै ढुकुर कछुवा ट्रोल त्यहाँ होइन चितुवा चितुवाहरूको बिरालो हो त्यो एउटा त नक्कली हो सक्कली टोला नक्कली हो सक्कली आइज टोलेर हजुर आइज के उठेर उतार हजुर बच्चै रहेछ कि सानो बच्चै छ आफू सानो पाउँछ भने यति ठुला है हजुर यसको सिङको के गराउँछु खै ब्रो मेरो त डराएको नि यहाँ चाहिँ दुम्सीहरू हो कहाँ भित्र रहेछ हजुर यसले तँ काँडाले हान्दैन कस्तरी हेरिरहेको थियो निर्मिसले म त्यसको मासु खतरा हुन्छ यसले भागलाई त जित्छ हजुर त्यो बदल दिएको भए म त खुसीसँग घर कति ठुलो छ क्या धारा पनि बुढो न बुढो रहेछ मृग यसको टर्कीको त्यो त 1000 रुपियाँ किलो छ क्या होइन त्यसको त मासु चिल्लो हुन्छ कि सालको मासु नि खतरा मजा हुन्छ हेर खान
केही डर मान्दैन नि त छुनै मिल्दैन कति चिल्लो हो आमा त्यो क्या खाना मागेको छैन के ल्याएन त के खान्छौ त भोक लाग्यो टेन्सन नगर अलि दिन्छ नि आफूले हात धो है सारा त्यो चाटेपछि होइन त्यो नुनेलो मानेको छ हात दियो भन्दा मेरो हातमा चाट्ने कुकुरको रहेछ है मुख त अलिक होइन मेरो हातमा चाट्ने मान्छेहरूसँग खेल्ने बानी पर्दैछ कति मोटो छ कि हजुर यसको रौँ कति चिल्लो छ क्या सामने एकचोटि बोसो बोसो होला यार यता चिल्लो छ क्या यसको रौँ तँलाई खानै सोच क्या जे पनि देख्ने कुरो ए स्यालहरूको मासु कति मजा आउँछ खान अँ गनाउँछ फेरि त्यो पकाउन नजान्ने पाएन आइज कुन यो ए यो त नीलगाई होइन र नीलगाई नीलगाई हो क्या नीलगाई हो क्या नीलगाई हो घोडाले अँ जङ्गलमा यिनीहरूले कति टर्सन दिन्छ यार घाँस काट्न जाँदाखेरि हजुर यो त यतैतिर पनि हुन्छ हजुर कस्ट्रिच स्किन के भन्छ तेरो अन्डा मैले हो क्या तिम्रो न हात नभए म घुमिदिन्छ नि त त्यो नाच्छ मजा त छ के बे म भन्दा ठुलो छ ओइ साइलो के गर्दैछस् हेर्नु ट्राई गरेर चाहिँ अहिले कसरी टोक्ने भन्नु यता आउन यता बस बोला खुवाइदिनु अमरले बाँध्दै खुवाएको थिएँ आम्लाले नै खिच्दिएँ एकै तान्दिएर फेरि आधी गरिदिनु रौँ हेर्नु यसको अहिले त बोकेर घरसम्मै लान्छु ए हेर त्यहाँ खुट्टा हेर्नु खुट्टा हेर्नु त्यहाँ एक झाम त हान्छ खतरा खुट्टा त्यो खुट्टा त एक छाकको लागि पुग्छ यार खतरा ठुलो है के गरेको यो खासीले भोकाहरू छ त्यो खाना नि दिनु कि यस्तोमा हान्न राख्छ नि दिनभरि के पो दिएर त्यसको एउटा मात्र त्यो अम्ला हेर्न माछालाई एकजनाले पुग्छ कि त्यही त एकजनाले पुग्छ कि उ त्यहाँदेखि काट्यो नि यत्रो छ यार यत्रो मोटो छिरेर ठुवाङ छोडिदिने अङ्कल यसको त एउटा अम्ला चाहिँ पुग्छ यार एकजनाले खानलाई यत्रो मोटो यत्रो छ यार दुईटा मात्रै हुँदैछ हजुर सबभन्दा ठुलो छ सबभन्दा ठुलो छ थाहा छ क्या हेर्न अम्ला कत्रो हो ए भगवान खुङ्देला बिचरा भोक लाग्यो होला यिनीहरूले केही दिन नि एउटा मात्रै दुईटा रहेछ भाले यहाँ पनि ल केही पनि छैन के खान्छ घाँस खान्छ हो चलो केही छैन घाँस खाँदो रहेछ नि घाँस खान्छ भीम यता बच्चा दिएको भए यता मोमो हाल्न हुन्थ्यो बिचरा घाँस अङ्कल है यसको त घाँस टिपेको थियो यार यहाँ सानो यति अङ्कल यस्तो घाँस पनि